ल है हेलो मेरो गुड इभिनिङ ल मेरो भ्युवरहरूलाई चाहिँ नमस्कार है इभिनिङको नमस्कार भर्खर छुट्टी भएको छ है हाम्रो हामी अब घरतिर जानु लाग्यो हाम्रो घर चाहिँ 1 घन्टा लाग्छ लगभग पहिलो ल्यातिर पढ्यो हेर्नु हाम्रो माने स्टुडेन्ट लाइफ बोल्ला है हाम्रो कुकु गुलुमुलु भयो गुलुमुलु अब साइडमा गाडी आइरहेछ अब साइड लाग्नै पऱ्यो नत्र ओभरटेक गरेपछि फेरि आफै ओभरटेकको केस हिजो अस्ति भाइरल भएको थाक्यो हेरे है छैन ल कति भाइरल भएको थियो ओभरटेक त्यसलाई गाह्रो छ हामीहरूको हस्पिटल चाहिँ राम्रो छ है व्यवस्था नभए पनि एकदम सुन्दर हेराइमा ब्युटी ल गाई जय हामी सन्चै छौँ हामी सबै सन्चै हो ड्युटी चाहिँ भर्खर सक्यो है दार्जिलिङ यस्तो हुनु पऱ्यो अब धेरै आउनु पऱ्यो यता नयाँले त्यो भन्नुपर्छ होइन मेरो मेरो त आउनु मेरो त्यो ढल्किन्छ फाइनली अब हामी फेरि कति मिनट बाटो दिएको हुन्छ 2 मिनटको छ लाग्छ हजुर हजुर गोटा पुग्न त 2.5 घन्टा हाम्रो हेन्ची गोलुमोलु भयो यस्तो भन्दा यस्तो हल्का पोज हुन्छ त थोरै त तेरो सिग्नेचर साइन कस्तो भन्दा पोज ल्याप्चे हो ल्याप्चे अनि सक्यो त ल्याप्चे भन्ने मोबाइल उता फालिल्ने ल फाइनल गाइज होइन हाम्रो भलक यति सघाउँछौँ गेट देख त माथि अलिक पछाडि देख न पछाडि हामीहरूको बाटो त्यति हामी यति बाटो आछौँ है ल फाइनल्ली चाहिँ ड्युटी सक्यो है गाइज अब मेरो सब्सक्राइबरलाई केही होइन 1 सब्सक्राइबरलाई विकली लास्ट डे ऊ हुन्छ गिफ्ट ल अब त 10 रुपियाँ हामी सब सन्चै छौँ हेर्नु यता पसल छ हामीहरूको नास्ता खाने यता यो फार्मेसी यता भित्र नपाएपछि यतै हुन्छ त्यही भएर अनि आफ्नो ओनर देखाएर तेरो ओनरमा ऊ छ यता पसल चस्मी सर यता छन् उता देखाउने आँखा कमजोर नभए पनि लगाइरहेछन् ए आफ्नो स्टाइल हो होइन गाइज एक मान्छे भए 2 मान्छे देख्छु अरे मेरो आफ्नो स्टाइल हो भने यो चाहिँ अनि लोकल स्टाइल रोड यस्तो दामी छ तर रात पर्न लागिसक्यो अनि यता गाडी आइरहेको छ हेर्नु हेलिकप्टर गाडी अनि भिडियो एक्सरे यता हुन्छ हेर्नु यता नयाँ बिल्डिङ यता बनिरहेको छ नयाँ बिल्डिङ हो यो प्रदेश अस्पतालको हेर्नु यस्तो चिटली भने व्यवस्था राम्रो नभए पनि सुन्दर छ अघि नै भनिहालेँ त्यही भएर एकदम राम्रो छ हाम्रो कलेजमा केटीहरू पर गएको छ तर नदेखेर त पनि देखेर चित्त